आज चाहिँ नि म तपाईहरुलाई हाम्रो सानो बारी करेसा बारीको भिजिट गराउँछु हैन। साग सब्जी सागहरु लगाएको छु, धेरै त लगाएको छैन हैन। हेर्नु होला। ल है यो चाहिँ मेरो हाम्रो अमेरिकाको बारी हो हैन। यहाँनेर हेर्नु नि पालाङ्गीहरु यस्तो मजाको यस्तो रातो खालको पालाङ्गीहरु चाहिँ कति धेरै पलाएको छ नि त। अनि त्यसमा यहाँ मकैहरु छ, मकैहरु रोपेको छौं हैन। मज्जाले आएको छ पालाङ्गी। अनि यता चाहिँ भयो तोरीको साग। यो चाहिँ नि यस्तो मजाले हलल भएर आएको छ तोरीको साग हैन। पानी छ, अहिले पानी लगाएको नि त, यस्तो मजाले पलाएको छ हैन। अनि यतातिर चाहिँ नि तपाईहरुलाई फेरि देखाउँछु, सागकै साग छ क्या। पालाङ्गी साग त रातो पालाङ्गी साग त नि कति हो हैन। अब यता चाहिँ नि रायो साग छ क्या, यस्तो मजाको रायो साग आएको छ। सुँगुरको मासुमा लगाएर खानु, कुखुराको मासुमा लगाएर खानु साग यस्तो दामी, एकदम किराहरू पनि लागेको छैन, दामी खालको साग छ हैन। अनि मकै छ। अनि यो चाहिँ मैले यहाँ थाङ्ग्रा लगाएको, यो थाङ्ग्रामा चाहिँ नि भोलि चाहिँ भोलि चाहिँ यहाँ टुक्रुके ल्याएर रोप्ने नि त, त्यही भएर थाङ्ग्रा रेडी बनाइराखेको छु। अनि यतातिर पनि पुरै सागै साग छ, मकै र साग छ प्राय। हामीले चाहिँ मकै लगाएको छु, बुढो र म भएर हैन। मकै अनि त्यस पछाडि चाहिँ नि मकैको फेदमा हामीले चाहिँ बोडी पनि रोपिदिएको छौं। बोडी चाहिँ उम्रेको छैन नि त। अनि अहिले चाहिँ मल चाहिँ भन्नुहुन्छ भने चाहिँ नि फेरि हेर्नु नि गोबरको मल, यस्तो गाईको गोबरको मल लगाएको। यस्तो मल लाउँदा पनि नि अनि यतिको नआए त के गर्नु हैन। यस्तो मजाको बारी, हाम्रो बारी हो यो चाहिँ हैन। साग छ, मकै छ। अनि अर्को कुरो यहाँनिर चाहिँ नि बेरा बाहिरपट्टि चाहिँ पुदिना पनि यस्तो मजाले पलाएको छ। अनि यहाँ चाहिँ टमाटरको थाङ्ग्रा, टमाटरको लागि यो थाङ्ग्रा बनाएको हो हैन। टमाटर चाहिँ नि यहाँनिर मजाले उम्रिरहेछ, त्यहाँ उम्रिरहेछ, यस्तो मजाले आएको छ साग हैन। अनि यसमा मात्रै नभएर चाहिँ नि यहाँ मेरो मामाको बारी हो यो चाहिँ, यहाँ माथिरपट्टि कस्तो मजाले थाङ्ग्रा लगाएर दामी बनाउनु भएको छ। यहाँ मुनि टमाटरहरू रोप्नु भएको छ। अनि यो चाहिँ हाम्रो यस्तै छ बारी, रायो साग, पालाङ्गी हैन, मकै, अनि तोरी, टुक्रुके करेला, अनि मुला। मुला चाहिँ कता छ, मुला हैन। यस्तो मजाको। अनि यहाँ मकै छ, पालाङ्गीहरु यस्तो खालको पालाङ्गीहरु पलाएको छ नि त। यो चाहिँ यति उम्रेको बारी भयो है। अब अर्को बारी, दुईटा बारी लिएको छु नि त। यो चाहिँ यहाँबाट म देखाउँछु नि त तपाईलाई हैन। यस्तो गरेर बेरा लाउनु पर्छ है बारीमा। यही हो मेरो हाम्रो बारी। ठक्कसँगले यसरी बेरा लाउनुपर्छ। अनि त्यो बेराभित्र चाहिँ यस्तो हुन्छ है, के लाउनुपर्छ। बेरा लाएन भने त सबै खाएर केही राखिदिँदैन नि त, त्यही भएर यस्तो छ हैन। अब अर्को बारी भनेको चाहिँ यतापट्टि छ। यसमा चाहिँ के छ भन्दाखेरि चाहिँ आलु मात्रै छ, आलु बारी हो यो चाहिँ हैन। अब बोरामा नि आलु रोपेको छु, उम्रेको चाहिँ छैन। अनि छेउछेउमा चाहिँ हामीले मकै र बोडी, यो तुने बोडी यहाँ यस्तो मजाले उम्रिरहेछ हैन। मकै उम्रेको छ, त्यसै गरेर लहरै तुने बोडी र मकै रोपिदिएको छु हैन। अनि यहाँनिर आलु हो, यो सबै आलु उम्रिरहेछ, तपाईले देख्न सक्नुहुन्छ हैन। आलु हेर न, पुटुस आलु उम्रेको छ। यस्तरी आलु उम्रेको छ हैन। यो चाहिँ नि बारी हो है। आलु लास्ट इयर पनि आलु दामी भएको थियो नि त। अनि यो साल पनि आलु रोपेको, अब हेरौँ कस्तो हुन्छ हैन। आई होप दामी नै हुन्छ होला। अनि यहाँ चाहिँ नि यस्तोमा चाहिँ खोर्सानी रोपेको छ। यहाँनिर कता खोर्सानी रोपेको छ। खोर्सानी नि यस्तो गरेर खोर्सानी रोपेको छ यहाँ हैन। कुनै मरेछ, कुनै बाँचेछ यसरी हैन। आलु कुनै ठुलो भइरहेछ, यस्तै छ बारी। अनि यस्तो गरेर यहाँ साथीहरूको क्या यो बारी, सबै अरू मान्छेहरूले लिएको बारी हो यो नि त। यो चाहिँ सबैले आफ्नो प्लटमा चाहिँ बेरा लगाएको हुन्छ नि त यसरी। त्यसरी नै यो पनि यसरी बेरा लगाएको हुन्छ क्या बारीमा। तर यसमा चाहिँ हामीले नि बेरा लगाएनौँ, किनभने नि अब बेरा लाउँदा पनि हुन्छ, नलाउँदा नि हुन्छ। आलुमा त के बेरा लगाइरहनु भनेर नि आलुमा चाहिँ बेरा नलाएको हैन। तपाईले देख्न सक्नुहुन्छ, यसरी देखाउँछु म आलु बारी कस्तो मजाले उम्रेको छ, फलेको हैन, उम्रेको छ। अनि यहाँ मेरो बोडी, आलु, मकै, अनि यसरी बोरामा पनि रोपेको छु हैन। त्यही हो।
अब यो छेउछेउमा चाहिँ नि हामीले पालङ्गी रोपिदिएको छौँ नि त। पालङ्गी अहिले उम्रेको छैन, मसिनो बुरुरु चाहिँ उम्रिरहेछ। भोलि पछाडि उम्रेपछि पनि तपाईँलाई देखाउँछु होइन। अहिलेको यो चाहिँ जस्ट स्टार्टिङको हाम्रो बारी हो है। लास्ट इयरको पनि भिडियो बनाउनु पऱ्यो भने चाहिँ बनाउनु सकिनँ, त्यही भएर यही हो। यसमा चाहिँ नाङ्गो देखिन्छ, तर यसमा चाहिँ साथी हो आलु लगाएको छ है, आलु र मकै। सो फाइनली यतापट्टि चाहिँ मेरो बारी अनि यतापट्टि अर्को बारी। सो आई हेभ टु बारी, वी हेभ टु बारी। अनि त्यही यो छेउछेउमा पनि यस्तोमा मकै लगाएको छ, छेउछेउमा यो बेराको छेउछेउमा पनि नि मकै र बोडी लगाएको छ नि त। अनि त्यही हो, यस्तो गरेर चाहिँ दामी देख्छ। तर के गर्नु अब, भत्तै चिसो बढेर, तर पनि केही छैन, चिसो नलागिन्जेल चाहिँ दामी छ बारी। त्यही हो साथी हो। ल अब तपाईँहरूलाई यो तोरी भयो मेरो, पर रायो साग छ होइन, रायो साग छ यस्तो मजाले। अब तपाईँहरूलाई चाहिँ नि यहाँनिर थाङ्रा लागेर अब हुन्छ नि टमाटरहरू फलेको, अनि टुक्रे करेलाहरू फलेको, करेलाहरू फलेको पनि भिडियो लाउँछु है त। अहिलेलाई भने चाहिँ बाई बाई।